नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह र अन्य मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गजब के छ भने सबैजना लगभग करोडपति अनि सबैजना सुन चाँदीका गरगहनाका मालिक मन्त्री बनेपछि देश पक्का पनि समृद्धितर्फ जाने देखिएको छ। हुन त फेरि सामाजिक सञ्जालमा उहाँहरूको त्यो सम्पत्तिको स्रोत के हो भनेर एक किसिमको प्रश्न चाहिँ उठिरहेको छ। यद्यपि उहाँहरूले पैतृक सम्पत्ति अथवा आफै आर्जन गरेको कमाइ भएको वा बुवाको नाममा हजुरबाको नाममा भनेर भन्नुभएको छ। अहिले तपाईँलाई मैले के भन्न आँट्दैछु भने कुन मन्त्रीको कति तोला सुन चाँदी रहेछ है त, यसको बारेमा जानकारी लिउँ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको श्रीमती सबिना काफ्लेको नाममा 190 तोला सुन रहेको छ भने जस अन्तर्गत 5 करोड 60 लाख जति अहिलेको भाउ अनुसार हुने रहेछ। त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेको 45 तोला सुन देखिएको छ। शिशिर खनालको 22 तोला सुन, विराज भक्त श्रेष्ठको 15 तोला, सुदन गुरुङको 89 तोला, सुनिल लम्साल जो भौतिक मन्त्री हुनुहुन्छ उहाँको 30 तोला रहेको छ। कानुन मन्त्री शोभिता गौतमको साथमा 15 तोला सुन रहेको छ। महिला बालबालिका मन्त्री सीता बादीको नाममा 18 तोला सुन रहेको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग 25 तोला सुन रहेको छ। त्यसै स्वास्थ्य मन्त्री निशा मेहतासँग 30 तोला सुन रहेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको बुवाआमाको नाममा 25 तोला सुन रहेको छ। पर्यटन मन्त्री खड्कराज पौडेलको नाममा 11 तोला सुन रहेको छ। सञ्चार मन्त्री विक्रम तिमल सेनाका नाममा 11.5 तोला सुन रहेको छ। त्यस्तै कृषि मन्त्री गीता चौधरीको नाममा 5 तोला सुन, गौरी कुमारी यादव उद्योग मन्त्रीको नाममा 80 तोला सुन, रामजी यादव श्रम मन्त्रीको नाममा आफ्नो श्रीमतीको नाम गरेर 50 तोला सुन रहेको छ। यसरी मन्त्री परिषदका सदस्यहरूले आफ्नो सुन चाँदी अथवा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।